नमस्कार, तपाईलाई चर्चा खबरमा स्वागत छ। आज 2082 साल माघ 25 गतेको बिहानको मुख्य समाचारहरू। आज हामी प्रस्तुत गर्दैछौं देशभरका प्रमुख राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद तथा अन्तर्राष्ट्रिय समाचारहरू। अब सुरु गरौं मुख्य समाचार शीर्षकबाट। सुदूरपश्चिममा बस दुर्घटना, 13 जनाको ज्यान गयो। धरान उपमहानगर प्रमुख हर्क साम्पाङको विकास अभियान जारी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक गतिविधि तीव्र। निर्वाचन तयारी देशभर तीव्र। आईसीसी क्रिकेट विश्वकपमा नेपालको महत्त्वपूर्ण खेल आज। अब विस्तारमा समाचार। सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बिहीबार राति भएको बस दुर्घटनामा कम्तीमा 13 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन्। विवाह समारोहबाट फर्किँदै गरेको बस भिरबाट तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। सरकारले मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। धरान उपमहानगरपालिकामा खानेपानी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। मेयर हर्क साम्पाङले सामुदायिक श्रमदान अभियानलाई निरन्तरता दिँदै विकास निर्माणमा जनसहभागिता बढाएका छन्। धरानमा खानेपानी समस्या समाधान, हरियाली अभियान र सरसफाई कार्यक्रमलाई विशेष जोड दिइएको छ। स्थानीय नागरिकहरूले विकास अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार अभियान तीव्र बनाएका छन्। पार्टीले सुशासन, भ्रष्टाचार नियन्त्रण र वैकल्पिक राजनीतिक संस्कारलाई मुख्य एजेन्डा बनाएको जनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ राजनीतिक शक्तिहरूको सक्रियताले आगामी निर्वाचनमा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बनेको छ। निर्वाचन आयोगले मतपत्र छपाई, मतदान केन्द्र व्यवस्थापन तथा सुरक्षा तयारीलाई प्राथमिकता दिएको जनाएको छ। राजनीतिक दलहरूले देशका विभिन्न स्थानमा आमसभा तथा घर दैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्। नेताहरूले स्थायित्व, विकास र सुशासनलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। मुख्य दलका नेताहरूले देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन्। संसद र सरकारको प्रभावकारी सञ्चालनका लागि मतदातालाई सचेत निर्णय गर्न आग्रह गरिएको छ। विश्लेषकहरूका अनुसार आगामी निर्वाचनले देशको भावी राजनीतिक दिशा निर्धारण गर्नेछ। आन्तरिक राजस्व कार्यालयहरूले चालु आर्थिक वर्षको पहिलो 6 महिनामा अपेक्षाकृत राम्रो राजस्व सङ्कलन भएको जानकारी दिएका छन्। व्यापार, आयकर र भ्याट सङ्कलनमा वृद्धि भएको बताइएको छ। यसले आर्थिक गतिविधि पुनः चलायमान हुँदै गएको सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय यात्रुको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। पर्यटन गतिविधि बढेसँगै अन्तर्राष्ट्रिय उडानहरूको सङ्ख्या समेत वृद्धि भएको छ। एयरलाइन्स कम्पनीहरूले थप उडान विस्तार गर्ने तयारी गरेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस वर्ष केही कृषि उत्पादनको आयात वृद्धि भएको देखिएको छ। मूल्य अन्तरका कारण सीमावर्ती क्षेत्रमा अवैध आयात समेत बढेको समाचार आएको छ। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण अझै कायम रहेको छ। सरकार भने स्वदेशमै रोजगारी सृजना गर्ने योजनामा केन्द्रित रहेको बताइएको छ। सिप विकास तालिम र साना उद्यम प्रवर्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ। लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। शैक्षिक संस्थाहरूमा नयाँ शैक्षिक सत्रको तयारी सुरु भएको छ। विश्वभर कूटनीतिक गतिविधि तीव्र बनेको छ। विभिन्न देशहरूबीच वार्ता र सहकार्यका पहलहरू भइरहेका छन्। विश्व अर्थतन्त्र, ऊर्जा सङ्कट तथा क्षेत्रीय सुरक्षाका विषयहरू अहिले अन्तर्राष्ट्रिय बहसका मुख्य मुद्दा बनेका छन्। नेपालले समेत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै आर्थिक सहकार्य विस्तार गर्ने प्रयास जारी राखेको छ। भ्यालेन्टाइन सप्ताह सुरु भएसँगै बजारमा चहल पहल बढेको छ। युवा युवतीहरू विभिन्न कार्यक्रम मार्फत उत्सव मनाइरहेका छन्। व्यवसायीहरूका अनुसार फूल तथा उपहारको व्यापारमा वृद्धि देखिएको छ। आईसीसी क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज महत्त्वपूर्ण खेल खेल्दैछ। देशभरका समर्थकहरू नेपाली टोलीको जितको कामना गरिरहेका छन्। क्रिकेट सङ्घले टोली तयारी अवस्थामा रहेको जनाएको छ। घरेलु फुटबल प्रतियोगिताहरू जारी रहेका छन् भने विद्यालय स्तरीय खेलकुद प्रतियोगिता पनि सञ्चालनमा छन्। मौसम पूर्वानुमान अनुसार आज देशका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना छ।
पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहान चिसो र दिउँसो मध्यम तापक्रम रहने अनुमान गरिएको छ। यी नै थिए आज बिहानका मुख्य समाचार। तपाईँ हामीसँग जोडिरहनु भएकोमा धन्यवाद। अझै बाजा अपडेटका लागि हेर्दै गर्नुहोस् चर्चा खबर। यी नै थिए आज बिहानका मुख्य समाचार। तपाईँ हामीसँग जोडिरहनु भएकोमा धन्यवाद। हेर्दै गर्नुहोस् चर्चा खबर। म प्रस्तोता आजका लागि बिदा चाहन्छु। नमस्कार, शुभ दिन।